वेबसाइटमा आउनुहोस्, भोटर आइडी भनेर सर्च गर्नुभयो भने पनि तपाईहरुको फर्स्टमै आउँछ। त्यहाँदेखि यसमा सुरुको लिंकमा क्लिक गरेर जानुहोस्। तपाईहरुको फोनबाटै मिल्छ है यो चाहिँ। यदि ल्यापटप छ भने झन् इजी भयो। अनि त्यसपछि यहाँ सेकेन्डमा मतदाता नामावली प्री रजिस्ट्रेसन र अद्यावधि भनेको छ। यो चाहिँ एकदम सबैले अहिले दर्ता गरिराखेको भएर अलिकति टाइम लाग्छ, समय लाग्छ हैन। त्यस्तै मेरो पनि यहाँ लागिरहेछ। केही सेकेन्ड कुर्नु पर्ने हुन्छ है साथीहरु, यहाँहरुले पनि। यसरी ठ्याक्कै यस्तै नै देखाउँछ। तपाईले यहाँ चाहिँ आफ्नो राष्ट्रिय परिचय पत्रको नम्बर माथि सबैभन्दा सिरानमा हाल्नुपर्छ। म यहाँ इक्जाम्पलको लागि एउटा हाल्छु। हाल्नुभयो जस्तो तपाईको जन्ममिति हाल्नु होला। यहाँबाट छान्न मिल्छ, यहाँ माथि खिचेर यो मिति सार्नु मिल्छ। यहाँ माथि तपाई धेरैलाई यो गाह्रो भइरहेको हुन्छ। जस्तो यो चाहिँ इंग्लिशमा लेख्नु पर्ने छ यहाँ नाम। जस्तो मेरो नाम बालकुमार राई हो। मैले यो तपाईहरुलाई उको लागि इक्जाम्पलको लागि मात्र है। अब यहाँ 7 प्लस के भन्छ 5 प्लस 7 कति हुन्छ भनेर यो चाहिँ कन्फर्मेसनको लागि। तपाई रोबोट हो कि मान्छे हो भनेर। अब 5 प्लस 7 कति हुन्छ त? 5 6 7 भनेपछि 5 प्लस 7 12 हुन्छ हैन। अब तपाईले यहाँ आफ्नो मोबाइल नम्बर राख्नु पर्ने हुन्छ है। जस्तो मैले मेरो मोबाइल नम्बर राखे यहाँ। मैले यहाँ आफ्नो मोबाइल नम्बर राखिसकेको छु र सेन्ड गरिसकेपछि ओटीपी आउँछ तपाईहरुको जुन नम्बर हाल्नु भएको हुन्छ त्यसमा। त्यो ओटीपी लाई यहाँ राखेर प्रोसेस गर्नुपर्ने हुन्छ। यहाँ मैले चाहिँ तपाईको यो वेबसाइट एकदम सर्भर डाउन भएको भएर यो सबै प्रत्यक्ष देखाउन पाइन। त्यसपछि खोलिसकेपछि तपाईले जे विवरण माग्छ त्यो भर्दै जानु होला है त। ल सबैजना सहभागी हौं, आफ्नो मतको अधिकार सबैले प्रयोग गरौं। धन्यवाद।